हामी सबैलाई ठग्नु रहेछ यो देशमा है। मासु भात दिएन भने त के भोट हाल्नु, मलाई जागिर दिए पो भोट हाल्नु होइन, हो कि होइन? यतायत व्यवसायीहरू म तपाईँहरूको प्रतिनिधि हो है, माइन्ड नगर्नु होला। यतायत व्यवसायीले पनि तपाईँको छैन होइन, यसो छैन दसैँ तिहारमा हो भने यहाँदेखि धरान उदाहरणको लागि 2000 लाग्छ भने उसले पनि 3000 लिनु खोजिहाल्छ, हो कि भन्नु न है। होटेल व्यवसायीहरूले पनि अलिकति बासी खाना पनि यसो चाहिँ नि अलिकति बफाएर भए पनि यसो खुवाइहाल्नु भन्ने हुन्छ। सबैलाई ठग्नु रहेछ यो देशमा। यसरी हामी सबैजना मान्छेले ठग्नुपर्छ भन्ने खालको सोच विचार राखेको कारणले देश नबनेको होइन। एउटा भोटरलाई मासु भातमा भोट बेचौँ भन्ने रनको छ भने प्रधानमन्त्रीलाई यो देशको नदी नाला कसरी बेचौँ भन्ने रनको हुँदैन भनेको। सबैलाई बेच्नै पर्ने रहेछ त, खानै पर्ने रहेछ त यो देश। त्यस्तो खालको बेइमान तपाईँको छैन। समाजको मनोविज्ञानलाई चिर्नका लागि, इमान्दार मान्छेहरूको जन्म बनाउनका लागि, जन्म गराउनका लागि कसम खाएर यो माटोको निस्किएको संस्कृति हो श्रम संस्कृति। त्यसमा यहाँहरू सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु, त्यसमा स्वागत गर्न चाहन्छु।